ल सबैजनालाई नमस्ते। ल आज हाम्रो चाहिँ यो चौथो प्रस्तुति लिएर हामी चाहिँ फेरि हाम्रो यो चाहिँ कर्णाली फन पार्कको बारेमा हामी चाहिँ समस्त हाम्रो चाहिँ यो युट्युब फेसबुक टिकटक हेर्ने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई फेरि हामी जानकारी गराउने क्रममै आज हामी चौथो प्रस्तुति लिएर तपाईँको समक्ष हामी उपस्थित भइसकेका छौँ। हामीलाई आशा छ तपाईँलाई सहजहरूमा स्वीकार गरेर यसबाट हामीले चाहिँ भनेका चाहिँ शब्दहरू हामीले कुरा गरेका कुराहरूलाई चाहिँ एकदम सकारात्मक सोच लिएर हाम्रो यो चाहिँ कर्णाली फन पार्कहरूलाई जति सक्दो यहाँले सेयर गर्ने, सब्सक्राइब गर्ने, लाइक गरिदिने, कमेन्ट गरिदिने, तपाईँको सल्लाह सुझाव अनुसार हामी चाहिँ यो कर्णाली फन पार्कलाई कसरी फङ्सनमा लिने भन्ने कुरामा हामी तपाईँले दिएको सल्लाह सुझावमा धेरै कुराहरू निहित भइरहेको हुन्छ। र आज हाम्रो चाहिँ विषयवस्तु के छ भने अब यो कर्णाली फन पार्कमा जुन अहिले यो चाहिँ अहिले समर सिजनमा जुन खालको अहिले हाम्रो चाहिँ भिजिटिङदेखि लिएर यो विभिन्न खालको चाहिँ वाटर गेम खेल्नहरू जति चाहिँ हाम्रो चाहिँ कस्टमर आइरहनु भएको छ, हामीले अपेक्षा गरे अनुसार नै उहाँहरू आइदिनु भएको छ। हामीलाई यसमा धेरै खुसी छौँ, हामी उहाँहरूप्रति धेरै आभारी पनि छौँ। हामीले आशा पनि गरिरहेको छौँ उहाँहरू लगायत यो अझै पनि कति मान्छेमा कति पनि थाहा भयो भने यो कर्णाली फन पार्क कहाँ छ भन्ने कुरा कति हाम्रो चाहिँ यो हाम्रो आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई अझै पनि थाहा नभएको कुरा रहेछ। अब पनि म यो चाहिँ यसै यो सूचना मार्फत पनि सम्पूर्ण कर्णालीवासी दाजुभाइ तथा दिदीबहिनीहरूदेखि लिएर आम नेपालमा बस्ने सम्पूर्ण दाजुभाइदेखि विदेशमा बस्नुपर्ने सम्पूर्ण हाम्रो दाजुभाइ तथा दिदीबहिनीहरूले पनि यसलाई चाहिँ लाइक गरेर सब्सक्राइब गरिदिनुहोस्। तपाईँले कमेन्ट पनि लेखिदिनुहोस्। आफ्नो चाहिँ आमा बुवा यहाँ स्वदेश भएको आमा बुवा तथा दाजुभाइहरूलाई हामीलाई चाहिँ कर्णाली फन पार्कमा एकचोटि जानुहोस्, त्यहाँको चाहिँ बाबु नानीलाई लिएर चाहिँ रमाइलो गर्नुहोस्। त्यहाँ चाहिँ विभिन्न खालको चाहिँ भिजिटिङको लागि पनि विभिन्न चाहिँ खालको चाहिँ गार्डनहरूदेखि लिएर कर्णाली प्रदेशको 10वटा जिल्लामा कुन कुराहरू के पाइन्छ भन्ने कुराहरू इमेजिन गरेर विभिन्न मूर्तिकलाहरू विभिन्न खालको चाहिँ दृश्यहरू बनाइरहेको छ, त्यसलाई अवलोकन गर्न बच्चालाई लिएर जाने भन्ने खालको पनि तपाईँहरूबाट नि खबर सम्प्रेषण होस् भन्ने हेतुले पनि मैले यो कुराहरूलाई आज जानकारी गराउँदैछु। आज हामीले भनेको अब हामीले टिकटको रेट दर पनि यहाँ सबैलाई थाहा नै भइसकेको छ। हाम्रो चाहिँ 500, 600, 700 छ। हामीले यो चाहिँ बाबु नानीको उचाइ अनुसारको लगाएको चाहिँ हामीले 4 फिटसम्मको चाहिँ हामीले चाहिँ 500 रुपियाँ, 5 फिटसम्मको लागि 600 रुपियाँ, त्यहाँभन्दा माथि पिजाको लागि 700 छ। हामीसँग अनलिमिटेड टाइम छ। तपाईँ बिहान 10 बजीदेखि आएर बेलुका 6:30 बजीसम्म मजाले चाहिँ वाटर गेम खेल्न सक्नुहुन्छ। वाटर गेम खेल्ने मान्छेहरूको लागि हामीलाई चाहिँ एन्ट्री फी लागेन, त्यही टिकटमै कभर गर्छ भने अन्य आउने हाम्रो जति पनि अब अहिले चाहिँ यो विशेष गरेर साउनको महिना हो। साउन भनेको विशेष गरेर अब यो नेपालको कल्चर र सांस्कृतिक रीतिरिवाज अनुसार अब साउनदेखि नै हाम्रो चाहिँ विशेष गरेर धर्मप्रति पूजापाठ गर्ने भएको कारणले गर्दाखेरि पनि अब नेपाली नारीहरूले चाहिँ हरियो पहिरन लगाउने, चुरा हरियो, पोते हरियो लगाउने, पहिरन पनि हरियो लगाउने, विशेष गरेर चाहिँ यो सोमबार मङ्गलबार विभिन्न व्रतहरू लिने, त्यो व्रतहरू लिने क्रममा पनि अब मान्छेलाई टाइम पास गर्न गाह्रो भएको कारणले गर्दा कतिचोटि हामी चाहिँ शहीद पार्क जाने, कति चाहिँ हामी काँक्री बिहार जाने, कति हामी चाहिँ के अरे उसमा बुलबुलेमा जाने। यहाँ पनि कर्णाली फन पार्कमा त्यो हामीले मैले जुन नाम लिएँ त्यहाँभन्दा पनि हामी कहाँ चाहिँ टाइम पास गर्ने धेरै हामीसँग के त इन्टरटेनमेन्टहरूको हामीसँग साधनहरू छ। यहाँ वाटर गेम खेल्ने भएपछि हामीलाई पानीमा जब पनि हामी गइन्छ भने हामीलाई कति अभिभावकले हाम्रो चाहिँ बच्चाहरू चाहिँ सम्बन्धित फङ्सनहरू चाहिँ बन्द गरेर बच्चाहरू निकालिदिनु पऱ्यो भन्नुभएको हुन्छ। पानीमा गइसकेपछि बच्चाहरू चाहिँ गर्मी छ, बच्चाहरू निस्किन गाह्रो मान्नुभएको हुन्छ भने यहाँ आएर चाहिँ घुम्ने भिजिटिङ गर्ने, त्यसै हामीसँग चाहिँ भिजिटिङसँगै हामीसँग बस्नको लागि चाहिँ नास्ता खान हामीसँग चाहिँ हामीसँग क्यान्टिन अथवा हामी रेस्टुरेन्ट पनि छ हामीसँग एभाइलेबल, हामी त्यो पनि गरिदिरहेको छौँ। त्यसले गर्दाखेरि यहाँ आउनु पऱ्यो, यहाँहरू घुम्नु पऱ्यो, हाम्रोलाई प्रचार गरिदिनु पऱ्यो, हामीलाई माया दिनु पऱ्यो, तपाईँहरूलाई हामीले सल्लाह सुझाव दिनु पऱ्यो। यिनै कुराहरूलाई चाहिँ कभर गर्ने हामीले चाहिँ अब अझै पनि अब यो वर्षलाई भने अब हामी विन्टर सिजनमा कसरी हामीले चाहिँ यही कुराहरूलाई चाहिँ दिएको सल्लाह सुझावलाई चाहिँ टेकेर हामी के गर्ने, आउँदो नेक्स्ट इयरलाई पनि हामीले चाहिँ प्लानिङ गर्न धेरै सहज हुने कारण भएको कारणले गर्दाखेरि पनि यहाँहरूको उपस्थितिको लागि यहाँहरूको उपस्थितिको चाहिँ धेरै हामीले अपेक्षा गरिरहेको छौँ। विशेष गरेर हामीले चाहिँ यो बिदाको दिन नेपाल सरकारले दिएको आइतबार र अब यो सार्वजनिक बिदा आइतबार र शनिबारमा विशेष गरेर हामीले पब्लिक डे राखेर त्यो दिनमा हामीले स्कुलहरूलाई चाहिँ हामीले अफर दिएको छैनौँ भने अन्य दिनहरूमा हामीले स्कुलहरूलाई चाहिँ विशेष गरेर अहिले स्कुलहरूलाई चाहिँ प्याकेजमा हामीले चाहिँ स्कुलहरूलाई लिएर चाहिँ अहिलेसम्म हामीसँग 29वटा विद्यालयहरू आइसक्नु भएको छ। अझै हामी अपेक्षा गर्छौँ सुर्खेत भ्याली, गुल्बाकोट, भेरीगङ्गा नगरपालिका, पञ्चपुरी यो सम्पूर्ण भएको चाहिँ जति पनि चाहिँ के अरे स्कुल, सरकारी स्कुल, बोर्डिङहरू सम्पूर्णलाई प्याप्सेन नन प्याप्सेन सम्पूर्ण आदरणीय सर म्यामहरूलाई चाहिँ सम्पूर्ण भाइ बहिनीहरूलाई एकचोटि पुनः हाम्रो कर्णाली फन पार्कमा ल्याएर भिजिट गराइदिनु हुन, यहाँको चाहिँ वाटर गेम खेलाइदिनु हुन म हार्दिक यो सूचना मार्फत हार्दिक अपिल र हार्दिक अनुरोध र साथै चाहिँ निम्तो गर्दै आजको चाहिँ कार्यक्रमबाट बिदा हुन्छु। नमस्ते, शुभ दिन, शुभ रहोस्।